मान्छेहरूले भन्नुभयो विदेशमा कति सजिलो छ, विदेशमा भइसकेपछि आनन्दै छ भन्ने कुरा होला। बहुत गाह्रो छ परिवारसँग सबै चिज गर्नलाई, मेन्टेन गर्नलाई। अब तपाईँको भिडियो चाहिँ देखेँ यहाँनिर एकदम आफ्नै कम्फर्टेबल प्लेसमा बसेर मजासँग बिजनेस गर्न सकिन्छ भन्ने मैले चाहिँ देखेँ। अनि के हो रहेछ यो बिजनेसको बारेमा के बुझौँ न भन्ने विचारमा चाहिँ आइपुगेँ। अब यो खास चाहिँ मलाई गुदी कुरा के हो त, यसको बारेमा केही जानकारी पाउन सक्छु होला कि भनेर चाहिँ मैले तपाईँसँग कन्ट्याक्ट गर्न कोसिस गरेको। हजुर हजुर ठिक ठाउँमा आउनुभयो। एकदम बेस्ट के अरे राम्रो प्लेटफर्म छ। नमस्ते, मेरो नाम सबिना गुरुङ। म चाहिँ काठमाडौँ नेपालबाट। म चाहिँ एउटा मम हो, 2टा बच्चाको मम हो। म चाहिँ बसेर बच्चाहरूलाई पालन पोषण गरेर मैले चाहिँ यो बिजनेस गरिरहेको छु। म चाहिँ बिजनेसमा इन्ट्री भएको चाहिँ 1 इयर हुन लाग्यो। अब रन गर्दैछु, अर्न पनि गर्दैछु, लर्न पनि गर्दैछु। राम्रो छ हजुर, ठिक ठाउँमा आउनुभयो। अब खास अब हजुर यो बिजनेस चाहिँ अब हामीले सोसल मिडियाबाट फेसबुक, टिकटक, इन्स्टाग्राम जस्तो हजुरले त्यतिकै अरूको भिडियो चाहिँ स्क्रोल गरेर हेरिरहनु भएको छ नि, त्यो के पैसा आएको छ, इन्कम भएको छ त छैन नि, होइन? त्यही नै प्लेटफर्महरू, त्यही नै के अरे सोसल मिडियामा त्यही नै टाइम प्रयोग गरेर युज गरेर चाहिँ हामीले एउटा इन्कम हुने एउटा प्लेटफर्म छ। जुन अब हजुर कम्पनी इन्ट्री हुनु भएपछि चाहिँ हाम्रो कम्पनीबाट चाहिँ पर्सनल वेबसाइट, पर्सनल पेज बनाइदिन्छ। अनि त्यहाँ चाहिँ अब लाइफ टाइम कोच, मेन्टर हजुरले पाउनुहुनेछ। अनि त्यहीबाट अब हजुरलाई डेली हजुरले त्यहीबाट चाहिँ डेली ट्रेनिङ हुन्छ हाम्रो। 2 घन्टा ट्रेनिङ हुन्छ। अनि त्यहाँ चाहिँ एट्र्याक्सन मार्केट के अरे गर्ने चाहिँ सिकाउँछ। जस्तै अब भिडियो बेस ट्रेनिङ हुन्छ। अब अटोमेसन टुल्स, स्ट्राटेजी, सिस्टमहरू, लाइफ टाइम अब मेन्टर कोच हजुरले पाउनुहुनेछ। अब यो यसबाट चाहिँ कसरी कमाइ हुन्छ भने चाहिँ हामीले जुन के अरे एट्र्याक्सन मार्केटहरू सिक्छौँ नि, एड हाल्छौँ नि, त्यो चाहिँ अब हामीले पोस्ट गर्छौँ। पोस्ट गरेको एडहरू चाहिँ हामीलाई ग्लोबली नै रिच हुन्छ। अनि रिच भएपछि सबैको हातमा अब हाम्रो एडहरू पुग्छ। अनि त्यसपछि अब इन्ट्रेस्ट हुनेले चाहिँ हाम्रो एड हेरेर इन्ट्रेस्ट हुनेले जोइन हुन्छ। अनि हामीलाई इन्कम हुनु सुरु गर्छ। अनि अब यो बिजनेसको फाइदाहरू धेरै छ। अब इजी बिजनेस हो यो। अब यो चाहिँ अब 52 वर्ष पुरानो कम्पनी हो। अब जता बसेर पनि गर्नु पाउनुभयो। अब एनी टाइम, अब जुन मान्छेले पनि गर्न सक्नुहुनेछ। अब हामीलाई जस्तो यो बिजनेसमा इन्ट्री हुनलाई अब धेरै पढेको पनि हुनु परेन। साधारण लेखपढ, साधारण इङ्ग्लिस आइपुग्छ। अब यो ट्याक्सेबल उस नै हो। अर्ली रिटायरमेन्ट छ। अब टाइम फ्रिडम छ। अनि त्यो फाइनेन्सियल फ्रिडम यही छ सर। अरू के हजुरले क्वेसन गर्न सक्नुहुनेछ? तपाईँले अब भन्नुभयो, तपाईँ कम्पनी भन्नुभयो, अनि त्यसपछि आएर कम्पनीको 52 वर्ष पनि भन्यो। अनि यो चाहिँ खास कम्पनीमा चाहिँ गर्ने चाहिँ के हो त? हामीले के सामान किन्नुपर्ने व्यवसायको लागि? अब बिजनेस भनिसकेपछि अवश्य पनि त्यहाँ किनबेचको कुराहरू हुन्छ होला, होइन? अनि यो सामान केही किन्नुपर्ने, केही बेच्नुपर्ने के हो खास चाहिँ यो? त्यो खास चाहिँ हामीले त्यो सामान बेच्नुपर्ने हुँदैन। हामीले चाहिँ त्यो एट्र्याक्सन मार्केट गर्ने हो। त्यो सामान बेच्नु चाहिँ के को बारेमा एट्र्याक्सन मार्केटिङ गर्ने नि त? हामीले चाहिँ अब ज्ञानको कुराहरू, अब एजुकेसन दिने खालको, अनि मनोरञ्जन दिने खालको चाहिँ एड हाल्छौँ सर। एड चाहिँ अनि कसरी हामीले बनाउने? के को बारेमा बनाउने? अरूलाई एट्र्याक्सन हुने खालको, जस्तो अब हुन्छ नि मनोरञ्जन, अब जस्तो एट्र्याक्सन हुने खालको एडहरू चाहिँ हाल्नुपर्छ सर। ओके।
अनि तपाईँले अब कम्पनी र भन्नुभयो, कम्पनीको बारेमा केही जानकारी पाउन सकिन्छ हामीले? हजुरले कम्पनीको बारेमा जानकारी पाउनु चाहिँ $149 चाहिँ हजुरले रजिस्टर गर्नुपर्ने हुन्छ। अब यो चाहिँ कम्पनीको रुल्स हो। यो रजिस्टर यो चाहिँ रिफन्ड हुने फन्ड यो चाहिँ उस हो। हजुरले जुन त्यो 149 डिपोजिट गर्नुभएपछि हजुरले कोच पाउनुहुनेछ। कोचबाट चाहिँ हजुरले टाइम लिनु। अब यो कम्पनी कहाँको हो, यो कम्पनी चाहिँ कुन हो, कताको हो, कसरी गरिन्छ, यो बिजनेस कसरी गरिन्छ भन्नको लागि चाहिँ सम्पूर्ण जानकारी पाउनको लागि चाहिँ हजुरले $149 चाहिँ डिपोजिट गर्नुपर्ने हुन्छ। ए $149 तिरेर चाहिँ कम्पनीको बारे सोध्न पाउने भयो। हजुरलाई त्यो हजुरले जुन डिपोजिट गर्नु भएपछि अब हजुरले पछि हजुरलाई इच्छा छैन भने त्यो रिटर्न पनि हुन्छ, रिफन्ड हुन्छ। ओके। अनि अब मैले नबुझेको कुरा चाहिँ के हो भन्दाखेरि नि, अब त्यो $149 पनि तिर्ने रे, अनि बिजनेसको बारेमा बुझ्नलाई पनि हामीले कोचले गर्नुपर्ने, कोच नै चाहिने भन्ने कुरा भएपछि तपाईँले गर्ने चाहिँ के त? हामीले चाहिँ साधारण उसहरू साधारण अब के छ उस मात्रै भन्ने हो। जस्तो फुल जान्नको लागि चाहिँ हामीलाई कोचहरू नै हजुरले के अरे सिक्नुपर्ने हुन्छ। जान्नु $149 नै डिपोजिट गर्नुपर्ने हुन्छ। हामी सबै कुराहरू चाहिँ अब मोटामोटी कुराहरू त हजुरलाई भनिदिनै गएँ होइन। अनि टोटली सबै कुरा जान्नको लागि चाहिँ $149 डिपोजिट गर्नुपर्ने हुन्छ। ए ल त्यसो भए यसो गरौँ ल, म यसको बारेमा अझ एकताल रिसर्च गर्छु अनि त्यसपछि तपाईँलाई फेरि एकताल कन्ट्याक्ट गर्छु नि है। कि सर कि अब $149 चाहिँ के कसो हजुरले म चाहिँ अलिकति कन्भिन्स भइनँ। किन भन्दाखेरि $149 तिर्न चाहिँ मलाई समस्या भएन। किन भन्दाखेरि मलाई $149 तिर्न चाहिँ मेरो मानौँ 4 घन्टाको मेरो 4 घन्टाको मात्र पैसा हो। आइएम रेडी टु पे। तर मलाई अझै आन्सर चाहिँ अझै क्लियर भएन। त्यस कारणले म अझै अलिकति रिसर्च गर्छु अनि त्यसपछि म तपाईँका हजुरलाई के चाहिँ बुझ्नु भएन फेरि हजुरले मलाई क्वेसन गर्नुहोस् न त। क्वेसनमा चाहिँ के भयो भन्दाखेरि मुख्य कुरा त तपाईँले कम्पनीको बारे कुरा भन्नुभयो। कम्पनीको बारेमा अलिकति मलाई जानकारी पाउनु भनेर भन्दाखेरि तपाईँले चाहिँ अब कोचलाई त मैले चिनेको छैन है। अब तपाईँको एड देखेर मैले चाहिँ तपाईँको भिडियो देखेर चाहिँ मैले तपाईँले रिच आउट गरेको हो। तर फेरि तपाईँले कोच भन्नुभयो। कोच चाहिँ अब मैले फेरि कोच चिन्नु पऱ्यो नि होइन। अनि कोचको हो मैले चिनेन भने अनि मैले कसरी चाहिँ गर्ने? मैले भनेको कुराहरू त फेरि कोचसँगै कि त जोड्नु पऱ्यो, कि त कोचसँगै नै मैले चाहिँ कुरा गर्नु पऱ्यो। यस्तो हो भने त तपाईँले जे भन्नुभएको छ मलाई ठ्याक्कै चाहिँ मनमा लागेन भन्नु मात्र लाग्यो हो। तपाईँ चाहिँ अब बिजनेस गरिराख्नु भएको रहेछ। बिजनेस गरेको धेरै राम्रो छ। मलाई चाहिँ चित्त बुझेर नै मैले यसो कुरा बुझौँ न भन्ने थालेको हो। $149 पनि तिर्न पनि समस्या भएन। तर अझ मलाई चित्त बुझाएको कुरा चाहिँ के भएन भन्दाखेरि तपाईँले यो कम्पनीको बारे सबै कुरा बुझ्न चाहिँ $149 नै तिर्नुपर्छ भन्नुभयो। त्यस कारण चाहिँ मलाई अलि डाउटफुल लागेर चाहिँ मैले अहिलेको लागि चाहिँ मैले क्यान्सलै गर्नु पर्ला। म नेक्स्ट टाइम फेरि एकताल म राम्रोसित बुझेर तपाईँको आउँछु नि ल। सर त्यो जस्तो भन्नु हामी यस्तो अब केही हामी एक स्क्याम हो भने यता त्यो 149 त्यतिले त हामीलाई त पुग्दैन। यत्रो बिजनेस गर्ने मान्छेले त्यो खाएर त हामी त भाग्दैनौँ। एउटा म बच्चाको आमा, म 2टा के अरे यस्तो ओपनली हजुरलाई भनिराखेको छु। अनि त्यो हजुरलाई त्यही पनि हजुरलाई डाउट छ कि के छ, के भयो? त्यो दाउद पैसा खाएर जान्छ, $149 तिरेर खाएर जान्छ भन्ने कुरामा होइन कि। मलाई चाहिँ क्वेसनको आन्सर अझै क्लियरिफाई गरेर तरिका त आएन। त्यस कारणले पनि मैले तपाईँलाई चाहिँ अहिले हजुरलाई त्यो सब क्वेसनको आन्सर सबै क्लियर हजुर हुनको लागि चाहिँ त्यही भएर त हजुरले 149 चाहिँ डिपोजिट गर्नुपर्छ भनेको खास चाहिँ त्यो हो। ए ठिक छ नि त, हुन्छ। म $149 तिर्न पनि म एकदम तत्पर नै छु। म एकताल फेरि भिडियो हेर्छु, त्यसको बारेमा अझै अलिकति जानकारी लिन्छु, त्यसपछि म तपाईँको आउँछु नि ल। हजुरले कहिलेसम्म डिसिजन दिनुहुन्छ त सर? भोलि सारी पर्सिसम्म तपाईँलाई डिसिजन दिन्छु नि। हजुरलाई क्युआर सेन्ड गरी राख्दिन? क्युआर सेन्ड गरेर हुन्छ, पठाउँदै गर्नुहोस् होइन।
अनि तपाईँले अब कसरी चाहिँ म तपाईँलाई पर्सि कुरा गर्दाखेरि तपाईँले मलाई अझै यसको बारेमा अझै जानकारी दिनुभयो भने म चाहिँ एकदम यो बिजनेसको लागि चाहिँ एकदम तयार छु भन्ने विचार चाहिँ गरेको छु है। हस्, हजुरलाई म क्युआर सेन्ड गरेर राखिदिन्छु। हजुर अलिकति राम्रो सर्च गरेर रिसर्च गरेर आउनुहोस् न त है। हस् हस्, धन्यवाद। हस्, धन्यवाद।